तपाईहरुलाई क्लास 7 को एक्सरसाइजहरु गराउने छु। आज चाहिँ च्याप्टर सेटबाट सेटको च्याप्टरबाट एक्सरसाइजहरु गर्ने छौ, जुन चाहिँ एक्सरसाइज 1.1 मा क्रिएटिभ सेक्सन ए 5 नम्बरको क्वेशनबाट सुरु गर्ने छौ। यसमा क्वेशन के दिएको छ, विश्वन writes a collection of name of few domestic animals found in the surrounding। पहिला क्वेशन बुझ्ने छौ, विश्वनले के गर्यो त नेम अफ फ्यू डोमेस्टिक एनिमल्स लेख्यो, जुन चाहिँ हामीहरुको सराउन्डिङमा पाउँछ त्यो डोमेस्टिक एनिमल्सहरुको नाम लेखेको छ। अब क्वेशन नम्बर ए मा के छ, इज दिस कलेक्सन अ सेट। अनि उले जुन डोमेस्टिक एनिमल्स को नाम लेख्यो त्यो चाहिँ सेट हो कि होइन, त्यो चाहिँ सेट हो। किन सेट हो, किनकि यो जुन डोमेस्टिक एनिमल्स छ यो चाहिँ वेल डिफाइन्ड हो, यो मात्र डोमेस्टिक एनिमल्स छ, यो डिस्टिंग्युशेबल पनि छ। अरु एनिमलबाट हैन, जसरी वाइल्ड एनिमल भयो छुट्याउन सकिराखेको छौ नि कि यो जुन कलेक्सन नेम लेखेको छ, नेम अफ कलेक्सन जुन छ डोमेस्टिक एनिमल को, यो मात्र डोमेस्टिक एनिमल को छ। यसलाई हामी के गर्न सकिराखेको छौ त, छुट्याउन सकिराखेको छौ। इट इज डिस्टिंग्युशेबल, सो इट इज सेट। ए नम्बर को आन्सर के हुन्छ, हामी आन्सर के लेख्न सक्छौं त, ए नम्बर को इज दिस कलेक्शन अ सेट, गिव रीजन। के हुन्छ, यस इट इज सेट बिकज इट इज वेल डिफाइन्ड कलेक्शन एन्ड इट क्यान बी डिस्टिंग्युशेबल। यो के हो त, वेल डिफाइन्ड कलेक्सन हो, के को त, डोमेस्टिक एनिमल्स को कलेक्सन हो। सो यो चाहिँ के हुन्छ त, सेट हुन्छ। अब अर्को क्वेशन के छ, इफ विश्वन्त tries to make a collection of the name of big domestic animals। यहाँ हेर्नु हैन, क्वेशनमा के छ, collection of the name of big domestic animals, big domestic animals is the collection or set, give reason। अब यो कलेक्सन यो सेट हो कि होइन, यसको हामीले भन्नु छ, यो सेट हो कि होइन। अब पहिलो के थियो त, उले डोमेस्टिक एनिमल्स को नाम मात्र लेखेको थियो हैन, अनि त्यो सेट भयो। अब यहाँ के लेखेको छ त, बिग डोमेस्टिक एनिमल्स। अब बिग डोमेस्टिक एनिमल्स चाहिँ के हो त, सेट होइन, किनकि यहाँ तोकिएको छैन। अब कसलाई, कुन चाहिँ डोमेस्टिक एनिमललाई चाहिँ हामी बिग मान्ने, कुन चाहिँलाई स्मल मान्ने, किनकि यहाँ तोकिएको छैन। सो यसको आन्सर के हुन्छ, नो इट इज नट अ सेट। यो चाहिँ सेट होइन र यो यसलाई चाहिँ हामी के गर्न सक्दैन त, यो छुट्याउन पनि सक्दैन, कुन चाहिँ ठुलो कसलाई चाहिँ ठुलो मान्ने, त्यही भएर यसलाई चाहिँ हामी के गर्न सक्दैन त, छुट्याउन सक्दैन। सो यसको आन्सर के हुन्छ, नो इट इज नट अ सेट because it is not well defined and it cannot be distinguishable।